के हर्क साम्पाङले साँच्चीकै राजलीला मनाउन खोजेकै हुन् त? ए सम्बन्धी यहाँ आऊ। नाना आउनुहोस्। होइन उतै बस्दै गर्नु, यहाँ अट्दैन, यताबाट हो यहाँ यहाँ हो। मलाई यहाँ जाडो भयो यहाँ भन्नु। तर यो जुन भिडियोमा भाइरल भएका शब्दहरू अनि पोस्टहरू बनेका छन्, तर मैले त्यो भिडियो पुरै हेरेको छु, त्यस्तो नराम्रो बोलेको चाहिँ छैन। तर बोल्ने क्रममा जुन शब्द चयन र रेला ठट्टा छ त्यो चाहिँ शोभनीय नभएको, किनकि यत्रो पब्लिक फिगर भएर यस्तो अवधायमा बसेको मान्छे जुन चाहिँ देशको लिड गर्छु भनेर हिँडेको व्यक्तिको बोली चयन ठिक नभएको। उहाँले भन्नुभएको छ मलाई जाडो भएको छ, तिमी छेउमा आएर बस, जाडो कम हुन्छ तिमी छेउमा आएर बसेपछि भन्ने खोजेको तात्पर्य छ। तर त्यसपछि उहाँले जुन खिसखिस गरेर हाँसेको रेला ठट्टा गर्न खोज्नु भएको छ, त्यसले गर्दा चाहिँ उहाँलाई विवादित बनाएको छ। तपाईँ के लाग्छ? तपाईँहरू प्रति हेर्ने आँखा यति धेरै छ, विश्वले हेरिरहेछ। तपाईँका साथीभाइ जो कोही पनि तपाईँको दुश्मन हुनसक्छ, किनभने तपाईँहरू खुकुरीको धार आगोको ज्वालामा हिँडिरहनु भएको छ। तपाईँहरूलाई कतिखेर काट्छ र कतिखेर जलाउँछ पत्तै हुँदैन। बालेन शाह बोल्दै बोल्दैनन्, शान्त छन्। उनको सबैभन्दा ठुलो शक्ति भनेको शान्त मौन धारणा गर्नु हो। तर जब केही बोल्यो भने बालेनको सानो कुराहरूलाई पनि मसला बनाएर पुरै विरोधमा उत्रिन्छन्। त्यही भएर ऊ बोल्दैनन्, काम गर्छन्। तपाईँ बोल्ने कुराहरू चयन नगरी बोल्ने क्रममा तपाईँका यस्ता आफ्नै साथीभाइ रिपोर्टरहरूबाट भिडियो पब्लिक भयो र सबैको आँखा तपाईँप्रति गयो भने तपाईँलाई हेर्ने दृष्टिकोण जनता र तपाईँको समर्थकहरूको पनि गलत हुन्छ। तपाईँले स्पष्टीकरण दिनुभएको छ चेली भनेर। कुनै पनि चेलीलाई तपाईँको छेउमा बसाएर तातो फिल गरिँदैन। चेलीलाई सम्मान गरिन्छ र सम्मानमा तातो फिल गराउनका लागि छेउमा राखिँदैन। मान्यज्यू, यो कुरा हेक्का रहोस्। म तपाईँको विरोधी होइन, म तपाईँको शुभचिन्तक हुँ। कहिलेकाहीँ आफै मात्रै जान्ने र आफै मात्रै ठुलो नहुनु होला, किनकि तपाईँको शुभचिन्तकले दिएको सुझाव सल्लाह पनि ग्रहण गर्ने गर्नुहोला। किनकि तपाईँ देशलाई चाहिने व्यक्ति हुनुहुन्छ, तर तपाईँ गलत नियत र गलत तरिका र सिस्टमतिर धाइरहनु भएको छ, दौडिरहनु भएको छ, जसले गर्दा तपाईँ अहिले अब आफै विचार गर्नुहोस् कहाँ पुग्दै हुन्छ र कुन लेभलमा जाँदै हुनुहुन्छ। त्यो भएको कारणले बोल्ने कुराहरू एकदमै धेरै ध्यान दिएर बोल्नु होला है त।